हेलो नमस्ते सबैजनालाई स्वागत छ तपाईलाई मेरो भिडियोमा। यो दिन चाहिँ फागुनको 9 गते थियो। एकदम नै रस थियो। हामीले बिहान 2:30 बजेदेखि काम स्टार्ट गरेको थियो। यो दिन चाहिँ एकदम नै अनि उहाँ हुनुहुन्छ मेरो फर्स्ट ब्राइड अफ द डे दीपमालाजी। एकदमै राम्रो देखिनु भएको थियो। उहाँ चाहिँ उहाँले भनेअनुसार एकदम सिम्पल मेकअप गरेको थियो अनि उहाँको साडी अनि ज्वेलरी हेयर अनि फुलको कलर सब म्याच गरेर होला एकदमै राम्रो देखिनु भएको थियो उहाँ चाहिँ। अनि उहाँ हुन्छ मेरो सेकेन्ड ब्राइड अफ द डे शर्मिलाजी। एकदमै राम्रो देखिनु भएको थियो। उहाँको आँखा झन् एकदमै राम्रो थियो। अनि उहाँ हुनुहुन्छ हाम्रो थर्ड क्लाइन्ट अफ द डे पार्टी मेकअप। मैले चाहिँ उहाँको वैशाखमा ब्राइडल मेकअप पनि गरेको थिएँ। एकदम राम्रो देखिनु भएको थियो। अनि उहाँ हुनुहुन्छ हाम्रो फोर्थ क्लाइन्ट अफ द डे अनि उहाँ हुनुहुन्छ हाम्रो फिफ्थ क्लाइन्ट अफ द डे। ब्राइडको दिदीबहिनीहरू थियो सबैजना। अनि उहाँ हुनुहुन्थ्यो हाम्रो सिक्स्थ क्लाइन्ट अफ द डे अनि लास्ट क्लाइन्ट अफ द डे चाहिँ उहाँ हुनुहुन्थ्यो हाम्रो। यसरी नै फागुनको 9 गते चाहिँ सिद्धियो।